समीर ओली दाङका एक सक्रिय सामाजिक अभियन्ता तथा परिवर्तनका पक्षधर नागरिक हुन्। उनी पद, हैसियत वा व्यक्तिगत प्रचारभन्दा पनि कर्म र जिम्मेवारीमा विश्वास गर्ने पात्र हुन्। समाजमा अन्याय, विभेद र गलत अभ्यास देख्दा आफू चुप लागेर बस्न नसक्ने स्वभाव नै उनको बलियो पहिचान बनिदियो। दाङमा स्वास्थ्य क्षेत्रको विकासका लागि डाक्टर गोविन्द केसी अनसनमा रहँदा सडक आन्दोलनको अग्रपन्थीमा उभिएर नेतृत्व गर्नेहरूमध्ये समीर ओली पनि प्रमुख पात्र हुन्। सोही नागरिक दबावको परिणामस्वरूप दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयो। तर त्यसको श्रेय लिन उनी कहिले अघि सरेनन्। निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा देशव्यापी नागरिक आन्दोलन चलिरहँदा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरे। पटक पटक प्रहरी दमन, गिरफ्तारी भोग्दा पनि उनी न्यायको पक्षबाट पछि कहिले हटेनन्। यद्यपि निर्मलाले अझै न्याय नपाएको पीडा उनी आज पनि उत्तिकै महसुस गर्छन्। महिला हिंसा, बलात्कार विरुद्धका आन्दोलन, महिला अधिकारका अभियानदेखि लिएर उखु किसानीले आफ्नो पसिनाको मूल्य नपाउँदा भएको आन्दोलनसम्म समीर ओली सधैँ पीडितको पक्षमा सडकमै उभिए। कला, साहित्य र संस्कृतिको जगेर्नाका लागि लेख, रचना, प्रकाशन, कार्यक्रम तथा अभियानहरू निरन्तर सञ्चालन गर्दै उनी आइरहेका छन्। युवा सशक्तिकरण र नेतृत्व विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत उनको सक्रिय सहभागिता रहेको छ। स्वच्छ दाङ, समृद्ध दाङ अभियान अन्तर्गत चोक चोक र गल्ली गल्लीमा सरसफाई अभियानको नेतृत्व गर्दै सयौं युवालाई स्वयं सडकमा उतार्ने काम पनि उनले नै गरे। भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान, विद्यार्थी जागरण अभियान र सुशासनका पक्षमा विभिन्न संस्था मार्फत निरन्तर आवाज उनी उठाउँदै आइरहेका छन्। पछिल्लो समय दाङमा बढ्दो लागु औषध दुर्व्यसन विरुद्ध सामाजिक संस्था मार्फत सचेतना कार्यक्रम, तालिम र सेमिनारहरू उनको नेतृत्वमा सञ्चालन हुँदै आएका छन्। जलवायु परिवर्तन जस्तो संवेदनशील विषयमा जनचेतना फैलाउने क्रममा पर्यावरणीय प्रहरी स्थापनाका साँची पनि उनी स्वयं हुन्। खेलकुदको व्यवसायीकरण र भुइँ तहबाट प्रतिभा उत्पादन गर्ने उद्देश्यसहित उनले लुम्बिनी फुटबल एकाडेमी स्थापना गरे। देशका विभिन्न जिल्लाबाट खेलाडी ल्याई आवासीय परीक्षण दिइरहेका छन् भने अति विपन्न वर्गका 6 जना खेलाडीलाई निशुल्क रूपमा अवसर प्रदान पनि उनले नै गरिरहेका छन्। यी त देखिएका र भनिएका केही पाटाहरू मात्र हुन्। समीर ओलीका सङ्घर्ष, योगदान र कथाहरू अझै धेरै छन् जो समय र सन्दर्भसँगै क्रमशः सार्वजनिक हुँदै जानेछन्। कृपया प्रतीक्षा गर्नुहोस्।